हेलो हेलो अहिले चाहिँ हामी ठ्याक्कै अमन मस्कटको बसरमा कहाँ हिँड्यो हामी चाहिँ विनोद सर कहाँ हिँड्यो अरे हामी अल्मिराज अल्मिराज हाम्रो त्यहाँ चाहिँ हल्का सपिङ छ सपिङ झोला पनि बोकिया छ यसो हल्का सपिङ गर्न जानु पर्यो गाइस त्यही त यो फेरि हाम्रो फेरि अफरवाला हो कि किनकि परदेशी जिन्दगी यस्तै छ अफरवाला नै हामी त्यही अनुसारको खोजेर नै हामी जीवनयापन गर्न सहज कसरी हुन्छ त्यसरी गर्ने हाम्रो प्लानिङ हो के चाहिँ हाम्रो सपिङको आज प्लानिङ के छ यसो अब खतरा क्षेत्र त्यो झोला भरिन्छ त गर्नु पर्यो यो बिजी व्यस्त सहरमा तपाईँहरू गाडी देख्न सक्नुहुन्छ अहिले चिसो चिसो मौसम छ है गाडीहरू कुदिरहेको छ साइडबाट हामी हिँडिरहेको छ पैदल हामी चाहिँ आज कामबाट बिहानको काम सकेर हामी चाहिँ केही खानाइ मार्नको लागि आइरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यसरी चाहिँ एउटा स्ट्रिट लाइट छ यो के छ त लाइट बाल्नु चाहिँ पर्दैन है विदेशमा चाहिँ बाटो मोबाइल जाउँ है गाडी आएको छ त्यो गाडी त पर्दैन नि होइन ऊ त्यहाँ पनि अर्को नै आएको छ त्यो पनि आएको छ यो पनि आएको छ गाडीहरू यसरी आइरह बाटो हामीले यसरी काट्नु पर्ने छ बाटो हामीले यसरी काट्नु पर्ने छ के छ त बिनु सर लगभग यहाँको सिस्टम कसरी बाटो काट्ने भन्ने पुरै थाहा छ गरे होइन एकदम राम्रोसँग काट्नुपर्छ वान मिस तर यसरी मोबाइल चलाएर चाहिँ नकाट्नु होला हामी चाहिँ थोरै तपाईँहरूलाई केही देखाउनलाई चाहिँ त्यस्तो गरे हो मोबाइल स्टप गरौँ त्यसको त ल है गाइज हामी चाहिँ बाटो काट्दैछौँ ल अब चाहिँ यो चाहिँ हाम्रो मेन स्ट्रिट रोड हो लगभग हामी बाटो काटेछौँ है यसरी आफ्नो लाइनमा चाहिँ सिस्टमेटिक तरिकाले चाहिँ यहाँ चाहिँ जेब्रा क्रसिङ हरेक कुरा लाइटिङहरू राखे भएर एकदम सजिलो छ तर अहिलेको मौसम ठिक छ होइन विनोद सर एकदम बेस्ट सिटी हो गाइस अनि ओमन चाहिँ तपाईँको उसमा चाहिँ के कस्तो छ एकदम सही छ हजुर सही छ आउनु होला विचार गरेर आउनु होला सबैले राम्रो छ भन्नु सक्दैन आफ्नो भातीको हो किन ओमनको लाइफ भनेको चाहिँ लगभग लग्जरी नै हो यहाँ हाई स्किल र क्वालिफिकेसन भएको मान्छेलाई चाहिँ त्यो अनुसारको चाहिँ प्रायोरिटी छ एकदम हातमा चाहिँ केही न केही एउटा सिप हुनु पऱ्यो है र के छ यहाँको सिप चाहिँ मेन चाहिँ लगभग यस्तो चल्नुमा के हुनुपर्छ यहाँ आउनको लागि चाहिँ सिप यहाँ आउन लागि आफ्नो दक्षता प्रदर्शन गर्नु पर्यो आफ्नो दक्ष अनुसार काम पाइन्छ त्यो अनुसार तपाईँलाई तलब अनुसार त्यही तलब तोकिन्छ राम्रो छ होइन त्यही त सिप तपाईँको के भएमा बेस्ट हुन्छ भन्ने हो सिप चाहिँ बेस्ट सकेसम्म त म्यानेजमेन्ट होटेलमा यदि आयो भने धेरै राम्रो बाँकी अरू ठाउँमा नि आउँदा राम्रो ठिकै छ यो त तर ओमनमा ड्राइभिङमा चाहिँ पाउँदैन त्यो चाहिँ एउटा मेन समस्या भयो ड्राइभिङमा आउन चाहनेहरूले चाहिँ यहाँ चाहिँ गाह्रो छ होइन गाह्रै छ भने होइन अब हुँदैन अब सम्भवै नै फरेनरहरूलाई चाहिँ दिँदैन जस्तो प्राइभेट चलाउने भने दियो नभए भने ट्याक्सी जस्तो चाहिँ यो चाहिँ गाह्रो छ एकदम यहाँ चाहिँ डक्टर जस्तै नर्सिङ क्षेत्रमा केयर गिभरदेखि लिएर एउटा चाहिँ हाउस केयर के भन्छ घरमा काम गर्नेलाई पनि राम्रो छ अनि क्लिनरहरू त भइ नै हाल्यो तर अझै तपाईँको बारिस्ता कफी
कफीको चाहिँ एकदमै धेरै स्कोप देखेको छ यहाँ चाहिँ। किन अरबिकहरूको चाहिँ कफी चाहिँ विशेष सोखिन जस्तो। यहाँ हामीले नेपालमा टी दुधको चिया खाए जस्तो यहाँ चाहिँ कफी। अनि त्यो सँगसँगै जस्तै सेफको पनि धेरै नै माग छ है। छ एकदम छ भने नि मैले अघि अब होटल म्यानेजमेन्ट लगभग तपाईँको एउटा सेफ कुकिङ लाइनमा आयो भने उसले चाहिँ कति जति पाउला, कति होला मेन तल्लो? बेसिक स्यालेरी चाहिँ तपाईँको लगभग 150-175सम्म हुन्छ भनेको ओमानी रियलमा। त्यो होटलमा भयो कि रेस्टुरेन्ट के छ? रेस्टुरेन्टमा यस्तै जस्तै अब हाम्रो रेस्टुरेन्टहरूमा चाहिँ त्यति चाहिँ कम्पनीको अब कम्पनी हेरेर हुन्छ, कुनैले थोरै दिन्छ, कुनैले कम दिन्छ। तर जस ठिकैको हुन्छ कमाइ नेपालको 50-60 हजार अनि नर्मलै हुन्छ। कम्पनीको रुल्सहरू, एकोमोडेसन, फुड अलाउन्सहरू जस्तो हप्ताको छुटहरू कसरी दिन्छ ओमानमा, त्यस्तो के छ? त्यो दिन्छ, किन नदिनु। अब कन्सल्टेन्सीबाट सबै कुरो बुझेर आउनु भइहाल्छ। सबै कुरो त्यहीँ लेखेकै हुन्छ, त्यही अनुसार फेसिलिटी तपाईँ त्यही अनुसार चाहिँ एग्रिमेन्ट गर्ने। जस्तै अब यहाँको रुल्स चाहिँ हप्ताको 2 दिन छुट्टी एकदम होइन, म्याक्सिमम् 8 घन्टा काम धेरैमा, अनि हप्तामा 2 दिन छुट्टी, फुड अलाउन्स भइ नै हाल्छ, एकोमोडेसन भइहाल्छ होइन। इन्सुरेन्स तपाईँको इन्सुरेन्स पनि कम्पनीले नै गरे हुन्छ होइन। यो चाहिँ एकदमै बेस्ट छ। त्यो हेरेर चाहिँ कम्पनी एग्रिमेन्ट गर्नु पऱ्यो। कम्पनी हेरेर कहाँबाट बाटो गाडी त आयो। लगभग हाम्रो गाडीहरू यसरी आइरहन्, यसरी होइन। तर बाटोघाटो त ख्याल गर्नुपर्छ। अनि इन्सुरेन्स भइहाल्यो, इन्सुरेन्समा पनि राम्रो छ होइन। यहाँको एकदमै धेरै चिजहरू कभर गर्छ होइन। एकदम सही। यो चाहिँ पानोरमा, यो चाहिँ रेडिसन मस्कोटमा चाहिँ यो रेडिसन 5 स्टार होटल है। हामी यसकै साइडमा चाहिँ हामी सपिङ गर्न जान लागेको हो। लगभग हामी आइसकेका छौँ। यो ओमन लाइफ चाहिँ एकदमै हामी लग्जरी नै मान्नुपर्छ होइन। एकदम जसरी दुबई अहिले चाहिँ वर्ल्डको टपमा गनिन्छ भने, टपमै नगने टप 5 भित्र गनिन्छ भने, टप 10 टप 5 मा गनिन्छ भने ओमन पनि एकदमै त्यो भित्र दाबीदार छ। किनकि यहाँको लाइफस्टाइल, लग्जरी लाइफस्टाइलदेखि लिएर कामदारहरूलाई दिने एउटा फेसिलिटी पनि छ है। एकदम राम्रो छ। तर तपाईँहरूसँग एउटा स्किल चाहिँ हुनु पऱ्यो। हावातालमा चाहिँ होइन एग्रिमेन्ट गरेर म विदेश जाने हो होइन, विदेश गएर कमाउने हो, म केही गर्दैन, नेपालमा केही सिक्दैन भन्ने चाहिँ हुँदैन। नेपालमा चाहिँ एउटा चाहिँ आफूले जानेको सानोतिनो सिक्नु पर्छ। त्यो सिक्यो भने एकदम सही हुन्छ होइन त। एकदम। कति हो तपाईँ चाहिँ ओमानमा? म ओमानमा आएको लगभग 2.5 वर्ष भयो। 2.5 वर्ष भनेको अहिलेसम्म राम्रो छ। एकदम राम्रो छ। म्याक्सिमम् तपाईँ 80 को हारेर नेपाल पठाउनुहुन्छ पैसा? एकदम त्यति हुन्छ है। हुन्छ भने 80 को तपाईँको नेपाली 80,000 चाहिँ हुन्छ भने एकदमै राम्रो हो भन्छु। ल हामी चाहिँ अब पानारोमा भन्ने रेडिसन हामी साइडमा चाहिँ आइपुगेका छौँ। यसरी पानी बगेको छ, चल है। यहाँ चाहिँ हामी चाहिँ अब स्टप आजको यो भ्लगलाई चाहिँ टाँके यहीँ टुङ्ग्याउँछ ल।